हामीले भिडियो नहालेको पनि धेरै भएछ है। अनेस्टली भन्नुपर्दाखेरि भिडियो बनाउनु अल्छी लागेर हो। सुरुमा लाग्थ्यो कि 5-6 चोटि प्र्याक्टिस गरेपछि त हामी पनि अरू जसरी मजाले बोल्न सक्छौँ भनेर। तर के हुँदो रहेछ भन्दा हामी जस्तो इन्ट्रोभर्ट पर्सनहरूलाई एकदम गाह्रो हुँदो रहेछ। स्टार्ट गर्दा हामीसँग केही थिएन, न नलेज, न स्किल, न टिम, न अफिस, न त कुनै क्लियर प्लान। बस एउटा क्रेजी आइडिया थियो दिमागमा अनि गर्ने जोस। यो च्यानल हामीले कुनै पैसा फ्लेक्स गर्न होइन, कन्सिस्टेन्सी आओस् भनेर बनाएको च्यानल हो। पब्लिकमा हाल्यौँ भने लाजले भए पनि काम चाहिँ गरिन्छ होला भन्ने सोचले। सायद यो कुर्सीमा नवीन बसिरहेको हुन्थ्यो होला। नवीनले अस्ट्रेलिया गइहाल्यो। नवीनले अलरेडी एप्लाई गरिरहेको थियो, थाहा नै थियो जान्छ भनेर। त्यही पनि हामीले स्टार्ट गरेको जर्नी हो। अहिले एक्लै छु, त्यही पनि काम चाहिँ भइरहेको छ। भिडियो स्टप भयो तर काम स्टप भएन। कपाल अफ हाउस सेल गऱ्यौँ, अलि अन पनि भयो, अफिस सेटअप पनि गऱ्यौँ, टिम पनि हायर गऱ्यौँ। यो हाम्रो प्रोग्रेसन बार हो। त्यति नराम्रो पनि गरेको रहेनछौँ। यो ब्याकग्राउन्डमा देखिराख्नु भएको हाम्रो अफिस हो। 0बाट स्टार्ट गरेको जर्नी हो। पर्फेक्ट त छैन तर प्रोग्रेस पक्कै भएको छ। 1 करोड गेम फेरि कन्टिन्यू हुन्छ। नो प्रेसर, जस्ट र जर्नी। सबैको एउटा मात्र प्रश्न, हामी के गरिरहेछौँ? यो विषयमा भोलि कुरा गरौँला। सी यू टुमोरो।